के तपाईँ पनि रेडमीको 15C खरिद गर्दै हुनुहुन्छ? यदि खरिद गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि एकदमै महत्त्वपूर्ण छ। 3-4 मिनेटको भिडियो छ। एकदमै ध्यान दिएर यो कुराहरू हेर्नु होला। तपाईँको लागि एकदमै महत्त्वपूर्ण हुनेवाला छ। नर्मली तपाईँले यो फोनमा 6.9 इन्चको IPS LCD पाउनुहुन्छ। 120 हर्जको रिफ्रेश रेट छ। त्यस्तै गरी तपाईँको MediaTek Helio G81 को प्रोसेसर छ। यो तीनवटा भेरिएन्टमा आउँछ। 4128, 15000, 6128, 16500 अनि 8256, 19000 तीनवटा भेरिएन्टमा आउँछ। 50 मेगापिक्सलको क्यामेरा छ। पछाडि दुईवटा क्यामेरा जुन चाहिँ मेन क्यामेरा 50 मेगापिक्सल छ। त्यस्तै गरी फ्रन्टमा 13 मेगापिक्सलको क्यामेरा छ अनि 6000 mAh को ब्याट्री छ यसमा। त्यस्तै गरी 33 वाटको तपाईँले सेटमा चार्जर पाउनुहुन्छ भने IP64 को रेटिङ छ जुन चाहिँ तपाईँले नर्मली पानीमा परे पनि यो फोन केही हुँदैन अनि यसमा NFC सपोर्ट छ। यो त भयो यो फोनको स्पेसिफिकेन्ट। तर यो फोनको हिडन फिचरहरू जुन चाहिँ तपाईँले फोन खरिद गरिसकेपछि यसमा तपाईँले चेन्ज गर्नु आवश्यक छ अथवा चाहिँ चेन्ज गर्नुभयो भने तपाईँले फोनलाई एकदम बबाल तरिकाले चलाउन सक्नुहुन्छ। त्यसको लागि सबैभन्दा सुरुमा तपाईँले फोन किनेर मेनुमा गइसकेपछि तपाईँले सबभन्दा सुरुमा चेन्ज गर्ने भनेको सुरुमा सेटिङमा जानुहोस्। सेटिङ्स, त्यसपछि स्क्रल डाउन गर्नुभयो भने यहाँनिर एडिसनल सेटिङ्स छ। त्यसपछि फेरि स्क्रल डाउन गर्नुभयो भने यहाँनिर मेमोरी एक्सटेन्सन जुन चाहिँ तपाईँले यहाँनिर अफ छ यसमा चाहिँ 4G मा लगेर तपाईँले सेलेक्ट गर्नुभयो भने तपाईँको फोन रिस्टार्ट हुन्छ। मैले चाहिँ रिस्टार्ट गर्दिनँ। रिस्टार्ट हुन्छ। त्यसपछि तपाईँको ऱ्याम छ नि जुन तपाईँसँग 4GB तपाईँले किन्नु भएको थियो भने फोन अब 4GB प्लस गर्नुभयो भनेको 4+4 8GB हुने भयो। तपाईँको 4GB चाहिँ भर्चुअल ऱ्याम हो जुन चाहिँ तपाईँले गेमहरू हेभी गेमहरू गर्नुहुन्छ अथवा चाहिँ फोन चलाउँदाखेरि अलि हेभी किसिमको एप्लिकेसनहरू गेमहरू चलाउनुहुन्छ भने त्यस्तो अवस्थामा त्यसले चाहिँ काम गर्छ। ऱ्यामले काम गर्छ जुन चाहिँ तपाईँलाई ऱ्यामको अभाव नहोस् भन्नको लागि यो फिचरलाई तपाईँले अन गर्न सक्नुहुन्छ। त्यस्तै गरी ब्याक गर्नुहोस्। त्यसपछि तपाईँ यहाँनिर अबाउट फोन छ नि यसमा गएर तपाईँले स्क्रल डाउन गर्नुभयो भने यहाँनिर सफ्टवेयर भर्जन छ नि OS भर्जनमा तपाईँले 7 टाइमसम्म प्रेस गर्नुभयो भने डेभलपर अप्सन ओपन हुन्छ। डेभलपर अप्सनभित्र तपाईँले जति पनि सेटिङको जति पनि कुराहरू छ यो अन भइसकेपछि कहाँनिर हुन्छ भने एडिसनल सेटिङभित्र गइसकेपछि यहाँनिर तल हेर्नुभयो भने डेभलपर अप्सन हुन्छ। डेभलपर अप्सन भनेको यो हाइड हुन्छ मोबाइल लिँदाखेरि तपाईँले इनेबल गर्नुपर्ने हुन्छ यसलाई। जस्तै यहाँनिर OEM अनलक धेरै फिचरहरू छ यो भित्र तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ। यो चाहिँ हाइड भएको हुन्छ, लुकेको हुन्छ। यसलाई चाहिँ तपाईँले निकालेर अनि चलाउन सक्नुहुन्छ। यहाँनिर धेरै फिचरहरू छ यसको बारेमा तपाईँले हेर्न सक्नुहुन्छ। त्यस्तै गरी अर्को छ तपाईँले फेरि तपाईँ एक्सेसिबिलिटीमा जानुभयो एडिसनल सेटिङभित्र